हाई एभ्रिवान, तपाईँहरूलाई म पनिर बटर मसाला बनाएर देखाउँछु। हेर्नुहोस्, यो अदरक, लसुन, काजु, प्याज, 3टा टमाटर। कराईमा तेल हाल्नुहोस्, जिरा हाल्नुहोस्, लसुन हालिदिनुहोस्, अदरक हालिदिनुहोस्, अनि प्याज हाल्नुहोस्। अहिले काजु पनि हाल्नुहोस्, काजु र टमाटर। पहिला प्याज र उयो चाहिँ अरू ब्राउन होस्, त्यसपछि टमाटर र काजु हालिदिनुहोस्। यहाँ चाहिँ मैले चिकन बिरयानी बनाउँदैछु। यो रेसिपी तपाईँलाई पहिला देखाइसकेको छु। मेरो सबै रेडी छ। अनि काजु हालिदिनुहोस्। अब काजु र टमाटर गलिसकेपछि यसलाई मिक्सी गरिदिनुहोस्। कसुरी मेथी पनि हालिदिनुहोस्। कसुरी मेथी त एड गर्नैपर्छ यसमा। पनिर त्यति छ। अब यसलाई मिक्सी गरेर कराईमा फेरि बटर हालेर चाहिँ बटर हालेको छु भने यसमा उयो भइहाल्यो है। अब यो हाल्नुहोस् सबै मसला, धनियाँ पाउडर, जिरा पाउडर, हल्दी चाहिँ नहाल्नुहोस्। पनिर काटेको छु, धनियाँ पनि राखेको छु। अब हालिदिनुहोस् यसलाई। अनि रेप्स हेर्नुहोस्। प्लिज लाइक, कमेन्ट।